नमस्ते सबैमा। आज चाहिँ म चाहिँ बेलमनबाट आएको जिलोङबाट भाइ हरि बास्कोटा भाइ र समीक्षा बहिनीको जेन्डर रिभिलमा जिलोङबाट ठेराङ आयौँ। ठेराङबाट हामी वर्णबुल जाँदैछौँ। अब यहाँबाट हाम्रो 45 मिनटको यात्रा हुनेछ। अब हेर्दै गर्नु होला भोलि भरे के हुनेछ, हामी पनि एक्साइटेड छौँ। थ्याङ्क यू सो मच। हामी चाहिँ जेन्डर रिभिलमा जाँदैछौँ समीक्षा बहिनी र हरिभाइको। अहिले ठेराङमा छौँ र ठेराङबाट वर्णबुल जाँदैछौँ। सबैभन्दा पहिला मसँग हुनुहुन्छ भीमजी। भीमजी के भन्नु छ? नमस्कार हजुर, हामीले हाम्रो छोरी ज्वाइँको पनि छोराछोरी के छ भनेर आज चाहिँ पत्ता लगाउन एउटा मा जाँदैछौँ। थ्याङ्क यू सो मच। तपाईँको गाडी यता छ, यो गाडीमा बस्नु होला। थ्याङ्क यू। हजुर भूपेन्द्रजी नमस्ते। तपाईँलाई केही भन्नु छ? अब के भन्नु, अब जेनरल रिभिलमा जाँदैछौँ। 30-35 मिनटको यात्रा छ यहाँबाट। अब त्यो यात्रा पुरा गरेर हामी जान्छौँ। थ्याङ्क यू सो मच। ल तपाईँ पनि गाडीमा बस्नु होला। नमस्ते। तपाईँलाई केही भन्नु छ? कसको जेन्डर रिभिल हो? छोरी ज्वाइँको हामी जाँदैछौँ। थ्याङ्क यू। ल धन्यवाद। नमस्कार, हाम्रो हरिभाइ र मेरो बुहारीको जेन्डर रिभिल छ। आज ह्याप्पीसँग बितोस्। नमस्ते। आज चाहिँ म चाहिँ मेरो आफ्नै बच्चाको जेन्डर रिभिलमा जानु लागेको छु। थ्याङ्क यू सो मच दुर्गा उप्रेती सर। नमस्ते दाइ, एकदमै एक्साइटेड छु, जाँदैछु। आई डोन्ट नो, अब एकैछिनमा थाहा हुन्छ। धन्यवाद। नमस्ते सबैजनालाई। आज चाहिँ अब भान्जा भान्जी के हो भन्ने विषयमा अब थाहा हुँदैछ। त्यही विषयमा अब हामी चाहिँ पहिचानको लागि जाँदैछौँ। ल तिमीले पनि नमस्ते। नमस्ते। हामी त्यही जेन्डर रिभिलमा जान्छौँ। ल अब हामी यो गाडी, हामीसँग दुईवटा गाडी छ। दुईवटा गाडीमा हामी चाहिँ अब जाँदैछौँ। अब यहाँबाट हाम्रो यात्रा चाहिँ 40-45 मिनटको हुनेछ। अब हामीहरू ठेराङबाट वर्णबुलतिर लागिरहेछौँ। समीर भाइले ड्राइभ गरिरहनु छन्। यता हुनुहुन्छ भीमजी, यता भूपेन्द्रजी पनि बसिरहनु भएको छ, ड्राइभको मजा लिइरहनु भएको छ। अब त्यस्तै म पनि ड्राइभको मजा लिइरहेको छु। अब हामी बिस्तारै छौँ। ठिक छ। अब हामी चाहिँ वर्णबुलको सिटीमा छिरिसकेका छौँ। अब हामी लगभग 5 मिनटभित्रमा चाहिँ उहाँ पुग्नेछौँ। जेन्डर रिभिल गर्ने ठाउँ घर चाहिँ यहीँ हो। उहाँले राज कट्टेल भाइ र प्रतीक्षा बहिनीले एरेन्ज गरेको। र हामी अब यहाँ आइपुग्यौँ। यहाँ आइपुग्न आएर अब हामी चढ्ने क्रममा छौँ। गाडी पार्किङ गर्ने क्रममा छौँ। अर्को गाडी पनि आउँदैछ। हामी अर्को गाडीमा ल हामी चाहिँ यहाँ आइपुगेका छौँ। बेहुला साहेब पहिले आउनुभयो, उहाँको सालो आउनुभयो, त्यस पछाडि आएर बेहुली आउनुभयो, फेरि दिदी आउनुभयो, फेरि भिनाजु आउनुभयो, फेरि आमा आउनुभयो, फेरि बुहारी आउनुभयो र बुवा आउनुभयो। عندي خوش فصلة يا اخي تفوز تفوز والله خوش رقصة يا اخي دوس دوس عندي خوش فصلة يا اخي تفوز تفوز والله خوش رقصة عندي لك رقصة قوية يا الحبيب اسمها صبوحة خطة यो अब यो प्रोग्राम एरेन्ज गर्ने हुनुहुन्छ राजगीत। यहाँ विशेष बहिनी प्रतीक्षा बहिनी हुनुहुन्छ। कस्तो चलिरहेछ त? रमाइलो भइरहेको छ। अब हल्का डेकोरेसन सक्यो। अब हामी छौँ सबैजना, हामी रमाइलो गर्छौँ। कतिको प्रोग्रामको तयारी गर्न तपाईँलाई कतिको समय लाग्यो? कहिलेदेखि गर्नुभएको? अब यो नयाँ हो, फर्स्ट टाइम हो मेरो पनि अस्ट्रेलियामा आएर। ठिकै हुँदैछ, सिकिँदैछ। राम्रो छ नि। ल ठिक छ, धेरै धेरै धन्यवाद छ। एकदम बस्नुभएको छ। ल हामी यहाँ आइपुग्यौँ है त सबैजना। नमस्ते। सरी होइन, नमस्ते। एकदम हामी यहाँ जेन्डर रिभिल गर्ने ठाउँमा आइपुगेका छौँ। हाम्रो दाइ पनि यहाँ हुनुहुन्छ पहिलेदेखि नै। अब हामीले यहाँ प्रोग्राम स्थलमा आइपुगेका छौँ। अब सजिलो यतापट्टि पनि देखाउनुहोस् त एउटै बेलुनहरूलाई पनि। अनि कतिको राम्रो तरिकाले सजावट भएको छ। त्यस्तै यो टेबल यसरी सजावट भएको छ। उहाँ चाहिँ यसरी पाहुनाहरू आएर बसिरहनु भएको छ। किचनतिर पनि उहाँ त्यस्तो तरिकाले गरिरहनु भएको छ। सबै एकदमै प्रोग्राम यसरी आइरहनु भएको छ। मोहनजी पनि हुनुहुन्छ। मोहनजी यता अगाडि आउनुहोस् त प्लिज। मोहनजी यहाँ एकदमै यहाँ यो हाम्रो यो एरियाको चाहिँ एकदमै समाजसेवी, एकदमै धेरै साथीभाइहरूलाई एकदमै सहयोग गर्नुभएको छ। र
धेरै राम्रो मान्छे हुनुहुन्छ उहाँ हामी सबै अब यो प्रोग्राममा आएका छौँ अब यो प्रोग्राम चाहिँ सुरु हुन लागेको छ यता सबैजना हुनुहुन्छ अरू सबै तपाईँलाई ठिक छ नि राम्रो छ नि ठिक छ कस्तो लागिरहेछ यहाँ पिङ्क टिममा चाहिँ ए ठिक ठिक छ मेरो कुन टिम कुन चाहिँ हो यो मेरो यही मैले यसरी पनि लाग्यो यो सबै यहाँ देखिरहनु भएको छ तपाईँले सबै तयारी गर्नुभएको होइन यसमा चाहिँ धेरै भूमिका बहिनीको छ कि भाइको छ यहाँ भनिदिनु पर्यो दुईजना भयो नडराइकन भन्नु पर्यो यसमा डर मान्नुपर्ने केही पनि छैन कसले धेरै मेहनत गरेको छ हामी दुईजनाले बराबर मेहनत गरेका छौँ हो यसमा पनि उत्तिकै छ त बुढाको सपोर्ट भएन भने यस्तो हुँदै हुँदैन नि एकदम सही हो यो हो नि त अब बुढाको सपोर्ट बिना त केही हुँदैन नि हुँदैन त्यही भएर हामी दुईजनाले मेहनत गरेर गरेका छौँ एकदम हामीले सक्सेसफुल बनाउन चाहेको अब यहाँ यी बहिनी पनि यहीँ हुनुहुन्छ नमस्कार नमस्कार कस्तो लागिरहेछ त यो एरेन्जमेन्ट एकदमै एक्साइटेड छु एकदमै राम्रो भइरहेछ होइन त एकदम राम्रो गर्नुभएको छ उहाँलाई धन्यवाद धेरै धेरै धन्यवाद छ अरे बहिनीको तर्फबाट दुईजनाको चाहिँ के हो त नाता यो यहाँ पनि खुलाइदिनु पर्यो हामी चाहिँ अलिकति क्लोज आएर जेठानी देउरानी अलिकति क्लोज आएर दुईजना अनि हाम्रो अस्ट्रेलिया आएर चिन्जान भएको हो नेपालमा चाहिँ हाम्रो चिन्जान भएको थिएन हामी एउटै आफन्त घरभित्रै भए पनि अनि हामी चाहिँ अस्ट्रेलिया आएर चिन्जान भएको हो अब आज हामी यहाँसम्म आएका छौँ यो चाहिँ तपाईँहरूको पुरानो चिन्जान भन्दा अहिलेको नयाँ चिन्जान एकदमै गाढा देखिएको छ माया एकदमै गाढा देखिएको छ यसमा अब बहिनी प्रतीक्षा बहिनीले त भन्नुभयो समीक्षा बहिनीलाई के भन्नु छ पनि एकदमै खुसी लागेको छ त्यस्तै माया गरिरहनु होला यो त भइरहन्छ नि ट्याक्क हामी अब माया गर्छौँ माया गर्ने दुईजना हामी एकदमै अब माया गर्नुमा चाहिँ यहाँ पनि पर्नुभयो यहाँलाई पनि माया गर्नु पर्यो तपाईँ चाहिँ कसलाई माया गर्नुहुन्छ सबैलाई माया गर्छु ठिकै छ एकदम सबैलाई माया गर्नुहुन्छ पहिलो प्राथमिकताको चाहिँ तपाईँको मायामा अब मेरो मात्रै होइन नि संसारमा सबैलाई आफ्नो बुढीको माया लाग्छ त जसले भन्ने कुरा त्यही हो त्यो प्राथमिकता भन्दा त्यही सुन्न खोज्नु भएको थियो मैले त्यही भनिदिएँ एकदमै सही हो एकदमै अब यहाँ अझै पनि हामीसँग हुनुहुन्छ बहिनीले चाहिँ केही भन्नु छ सबिना बहिनी तपाईँ कहाँबाट आउनुभएको हामी सिडनीबाट सिडनीबाट आएको यो प्रोग्राममा चाहिँ तपाईँ आउने थाहा थियो कि थिएन त थाहा थिएन सरप्राइज हो एकदमै राम्रो यहाँ बहिनी सरी मेरो नाम मेरो नाम चाहिँ एलिना हजुर म चाहिँ समीक्षाको साथी पनि हो हामी जो सँगै काम पनि गर्छौँ एउटै एजको हजुर म चाहिँ आउने प्लान थिएन मेरो अहिले काम भएको कारणले मेरो चाहिँ सरप्राइजै हो उहाँको लागि हजुर कहाँबाट आउनुभएको हामी टेराङबाट हजुर नमस्कार म विशाल नेपाने हजुर म हरिदाईको साथी भनौँ कि भाइ भनौँ होइन हजुर सबैभन्दा पहिले साथी भाइ अनि यहाँ चाहिँ प्रोग्राममा बोलाउनु भएको थियो अनि यही कारणले आइयो आउनुभएको तपाईँ पनि उहाँबाट फ्यामिली हजुर थ्याङ्क यू म चाहिँ समी ढुङ्गेर म चाहिँ सरप्राइज दिन भनेर सिडनीबाट आएको आधा बाटो आउँदै मै आफै सरप्राइज भएँ सरप्राइज कसले खुस्काइदिन्छ त्यो खुस्काइदिनेको नाम पनि आज रिभिल गरिदिउँ अब हजुर जो सरप्राइज खुस्काइदिनेको पनि रिभिल गरिदिउँ आफै सरप्राइज पनि भयो हजुर अब म चाहिँ मेन दिदी भिनाजु अब जेन्डर रिभिलको लागि भनेर आएको प्रोग्रामको लागि एकदमै एक्साइटेड छु थ्याङ्क यू हजुरको नाम हजुर नमस्ते मेरो नाम रतन सिंह बङ हो हजुर एकदम रमाइलो छ र एउटा नयाँ कुरा थाहा पायो भने धेरै कुरा थाहा पाइँदो रहेछ यतिजना सबभन्दा उपलब्धि भनेको सबैसँग भेटघाट हुनु एउटा यो उपलब्धि हो सबभन्दा ठुलो अर्को देउरानी जेठानी पनि यहाँ आएर परिचय हुनु यही कुरा खुलाउनु हो होइन हजुर हजुर आपसमा यस्तो किसिमको भेटघाट गर्ने काम भनेको सबभन्दा राम्रो हामीले गर्नुपर्ने हजुर थ्याङ्क यू सो मच एकदम नयाँ कुराहरू हामीलाई थाहा भयो हो नि हजुर हजुर कहाँबाट आउनुभयो तपाईँको नाम भन्नु म चाहिँ भूपेन्द्र दाहाल म चाहिँ जिलङबाट आएको अब यो खालको प्रोग्राम मैले आजभन्दा पहिला कहिले पनि फेस गरेको थिएन मलाई थाहा थिएन यो प्रोग्राम यस्तो हुन्छ भनेर अब जेन्डर रिभिल गर्दा हरेक बोय भए पनि गर्ल भए पनि म चाहिँ खुसी छु भनेपछि मेरो लागि बराबर हो थ्याङ्क यू सो मच हजुरको नाम र परिचय सहित सबै नमस्कार म चाहिँ भीम प्रकाश ढुङ्गाना हो यहाँ मेन चाहिँ हरि र समीक्षाको ड्याडी पनि भएको नाताले ससुरो र बुवा भएको ससुरो पनि हुनुभयो फेरि भन्दा नयाँ आगन्तुक आउनेको हजुर बुवा पनि हो त्यसकारण म चाहिँ एकदम एक्साइटेड छु यहाँ हामी सबै भेला भयौँ खुसी भयो यो
यस्तो प्रोग्राम देख्दाखेरि हामीलाई नयाँ लाग्यो होइन यो ठाउँमा हामी जुन ठाउँमा आएको छौँ नयाँ ठाउँ हो भन्न लागि र यो प्रोग्राम पनि नयाँ एकदम एक्साइटेड छु है धेरै धेरै धन्यवाद। तपाईँ अघि पाहाडको कुरा गर्दै हुनुहुन्थ्यो, पाहाड तपाईँको कहाँ हो? मेरो फिदिङ हो हजुर फेरि हो? ए ल ल ठिक छ, एकदम धन्यवाद। हजुर नमस्कार, म मोहन। आज हाम्रो मित्र हरिको चाहिँ जेन्डर रिभिल कार्यक्रममा सहभागी हुन आइपुगेको छु। हामी नेपालमा चाहिँ पूर्व पश्चिम, सुदूरपूर्व र सुदूरपश्चिमबाट अस्ट्रेलिया आइपुगी भेटघाट भएर अब हुँदै जाँदा अब यहाँ फेरि नयाँ सन्ततिको चाहिँ थालनी भएको छ। अब के जन्मिने भन्ने कुरो अब एकछिनमै सबैलाई थाहा हुन्छ। जे हुँदा पनि म खुसी, तर म चाहिँ लक्ष्मीको। एकदम एकदम धेरै धेरै धन्यवाद। यो नयाँ नयाँ कुरा कसैले यहाँ मध्येमा कसैले पनि यो रिभिल गर्नुभएको थिएन, तर तपाईँले रिभिल गर्नुभयो, धेरै धेरै धन्यवाद छ। हजुरको नाम? कहाँबाट आउनुभएको? हामी नेपालदेखि नेपालदेखि आउनुभएको, ल धेरै धेरै धन्यवाद छ। हजुरको नाम? केही भन्नु छ कि अघि भनिसक्नुभयो? अघि भनिसक्नुभयो। हजुरको नाम? मेरो नाम सुमित्रा उप्रेती। मेरो चाहिँ भाइ र बुहारीको यो जेन्डर रिभिल के भन्दो रहेछ न थाहा पनि नि, यो चाहिँ लाइफमा पहिलोचोटिको सुनेको भोगाई के हेराइ सबै कुरा पर्यो। अनि यसमा चाहिँ म धेरै ह्याप्पी छु, छोरा होस् या छोरी होस् जे भए पनि आइएम सो ह्याप्पी। थ्याङ्क यू सो मच। अब प्रोग्रामको लागि हाम्रो चाहिँ कहाँबाट आउनुभएको उहाँसँग म छोटो परिचय गर्छु। हजुरको नाम? नमस्ते, मेरो नाम दुर्गा प्रसाद उप्रेती। हजुर कहाँबाट म आउनुभयो? जिलङबाट आएको। जिलङबाट यहाँ आउनलाई कति डिस्टेन्स ट्राभल गरेर आउनुभयो? जिलङबाट यहाँ लगभग टेराङ आइयो पहिला, टेराङ 2 घन्टा समथिङ अराउन्ड 2 घन्टा, त्यहाँबाट यहाँ चाहिँ तपाईँको 45 मिनटको ड्राइभ रहेछ। सबै यताउता गरेर जोड्दाखेरि चाहिँ 3 घन्टा हुने रहेछ। अनि खास यो आज यो प्रोग्राममा आउनु भएको चाहिँ हामीले डेकोरेसनहरू पनि देखिरहेको छौँ। यो चाहिँ कस्तो खालको प्रोग्राम हो, कसको प्रोग्राम, कसले अर्गनाइज गरेको के हो, अलिकति थोरै यो प्रोग्रामको विषयमा प्रकाश पारिदिनुहोस्। धेरै धेरै धन्यवाद छ हरिजी। मेन क्वेसन यो तपाईँले यो क्वेसन कसैले सोधिदियोस् भन्ने थियो, त्यसमा तपाईँले सोधिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद छ। यो चाहिँ हरि बास्कोटाजी र समीक्षा बास्कोटाजीको जेन्डर रिभिल पर्दैन। यो प्रोग्रामलाई चाहिँ एरेन्ज गर्नुहुने बहिनी प्रतीक्षा बहिनी र राज भाइले गर्नुभएको, जहाँ उहाँहरूको घर चाहिँ वर्णपुरमा छ र यहाँ तपाईँले देखिरहनु भएको छ कति राम्रो डेकोरेसन गरिरहनु भएको छ। यो इन्भिटेसन पनि उहाँले नै दिनुभएको हो यहाँ आउनलाई र उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। अब हामी प्रोग्रामको सुरुवाती चरणमा लाग्न आँटेका छौँ। मैले दिने इन्फर्मेसन त्यति पुग्यो कि अरू केही भन्नुपर्ने छ? हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद यस प्रोग्राममा आइदिनु भएकोमा। थ्याङ्क यू सो मच। ल दुर्गाजी, तपाईँ अब यस प्रोग्राममा आउनुभएको छ। यो प्रोग्राम खास विशेष गरेर चाहिँ जेन्डर रिभिल भन्ने प्रोग्राम हो, त्यस भएर चाहिँ आज चाहिँ अब छोरा जन्मिने कि छोरी जन्मिने भन्ने चाहिँ हामीले चाहिँ लगभग अस्ट्रेलियामा चाहिँ यो सबैले चाहिँ प्रोग्राम गरेर यसरी रिभिल गर्ने खालको एउटा चाहिँ कल्चर रहेछ। त्यही कल्चर अनुसार आज हामी यो प्रोग्राम गर्दैछौँ। तपाईँलाई के लागेको छ आज? अब तपाईँलाई चाहिँ तपाईँ कुन टिम हो, बोय टिम हो कि गर्ल टिम हो, र तपाईँले के गेस गर्नु भएको छ त्यति भनिदिन सक्नुहुन्छ? यसमा मैले यो क्लियर रूपमै भन्न सक्छु म यसमा चाहिँ, किनभने म आफैमा पनि यो कुराहरूलाई चाहिँ भित्रैबाट फिल गर्छु। मेरो पनि अब पहिलो सन्तान छोरी भएको कारणले गर्दा म छोरी नै होस् र भन्ने कामना पनि गर्छु र अहिलेको गेसमा पनि म छोरी नै हो भन्ने गेस गर्न चाहन्छु। छोरी भनेको घरको लक्ष्मी हो, लक्ष्मी सबैभन्दा पहिला घरभित्र आउनुपर्छ भन्ने मान्यताको मान्छे। हस्, थ्याङ्क यू सो मच। नमस्कार नमस्कार। यहाँ चाहिँ मुकेशजी हुनुहुन्छ। अब यहाँ हेर्नुहोस्, तपाईँहरू यहाँ यतिजना मान्छे हामीहरू लगभग 25 मिनटदेखि कुराउने। उहाँ चाहिँ अब हिरोको एन्ट्री भर्खर भइरहेछ। अब तपाईँलाई स्वागत छ यहाँ। माफ गरौँ पहिला सुरुमा। हजुर, सबैलाई नमस्कार, स्वागत छ। अब तपाईँलाई के भन्नु छ त? हामी सबैले आफ्नो धारणाहरू राखिसक्यौँ होइन? तपाईँ यो प्रोग्राममा आउनु भएको छ। आजको जेन्डर रिभिल प्रोग्राममा के गेस गर्नुभएको छ तपाईँले? छोराछोरी त सबैलाई स्वागत छ। अब आफू त टिम बोयमा छु, ठिक छ। अब यो बुझ्यो। स्वागत गर्न चाहिँ आधी घन्टा पछाडि आएर सबैलाई स्वागत गर्न पनि पाइँदो रहेछ। ल, यो बुझ्यो। थ्याङ्क यू सो मच। जसले अब छोरी हुनेले पिङ्क लाउने, छोरा गेस गर्नेले ब्लू चस्मा लाउने। अनि हामी चाहिँ स्टार्ट गर्छौँ। अनि तपाईँहरू चाहिँ केही गर्नुहुन्न आज? हामी एकदम सरप्राइज दिन चाहन्छौँ तपाईँहरू। हामी एकदम एक्साइटेड छौँ सरप्राइज फिल गर्नलाई। यो चाहिँ ब्याज लाउने चलन रहेछ, पहिलोचोटि थाहा पाइयो। खै अब यो चलन नयाँ आजदेखि भएको हो कि अब पहिलादेखि थियो? जे ब्याज ल्याएर उहाँ ल अब बेहुली हुनुभयो। उहाँ बेहुला पनि अब तयार हुनुहुन्छ ब्याज गर्नलाई।
त म लगाइहाल्छु लगाइदिन्छु नि त ए भिडियो लाउनुपर्छ भिडियो खिचिरहनु तपाईँ लगाइदिनु न त बाबुलाई यता मैले लगाइदिइसकेँ मिलाएर लगाइदिनु अब यो ब्याज सधैँ घुच्छु बाबु अनि ज्याकेट चाहिँ खोल्नु न अनि एकछिन के हुन्न एकछिन हो अब यहाँ ब्याज भन्ने कार्यक्रम भइरहेछ समीक्षाले यो दाजुलाई ब्याज के ल सम्पूर्णलाई स्वागत छ एकदम एकदमै आज हामी चाहिँ एउटा सबै पारिवारिक जमघटबाट छ सबैजनाले चाहिँ आज जेन्डर रिभिलका कार्यक्रम गर्दैछौँ सबैले न्यानो आतिथ्यता स्वीकार दिनु होला सम्पूर्णले र आज चाहिँ हामीले एकदम सबैको खुसीको क्षण एउटा चाहिँ भाइ बुहारीको चाहिँ एकदम खुसीको क्षणमा हामी सबै प्रवेश गर्दैछौँ आजबाट हामीलाई थाहा हुन्छ कि हाम्रो परिवारमा के आउँदैछ लक्ष्मी आउँदैछन् कि राम आउँदैछन् के आउँदैछ त्यसको हामी सबैजना व्यक्त र प्रतीक्षामा छौँ अब एकछिनमा रिभिल हुँदैछ अब त्यसको लागि चाहिँ हामी एउटा गेम खेल्ने भन्ने कुरो भइरहेछ होइन अरु को खोइ बाबु ल चस्मा लाउनु पर्यो अब भिनाजु उहाँदेखि आएर अनि कसरी घुम्दिनु कि आइरहेछ त नि आउँदैन नि टिम बोय टिम गर्ल आज हामी जसरी पनि जित्छौँ हामी जित्छौँ यहाँ हुनुहुन्छ टिम गर्ल यहाँ पनि टिम गर्ल हुनुहुन्छ यहाँ टिम बोय हुनुहुन्छ समीक्षा न्युट्रल हो समीक्षा त उहाँ हुनुहुन्छ टिम गर्ल लक्ष्मी भित्रै छैन बा मान्छे यहाँ हुनुहुन्छ टिम बोय खुसी तान्दिने मलाई कल्ले देला कल्ले देला भन मलाई कल्ले देला भन कल्ले देला म जस्तोलाई माया र कदर ए आफै ए आफै ए आफै 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 मन मदन आफै मन मदन मलाई केलाई चाहियो आफै मन मदन मलाई कल्ले देला भन मलाई कल्ले देला भन कल्ले देला म जस्तोलाई माया र कदर ए आफै ए आफै ए आफै 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 मन मदन आफै मन मदन मलाई केलाई चाहियो आफै मन मदन मलाई कल्ले देला भन मलाई कल्ले देला भन कल्ले देला म जस्तोलाई माया र कदर ए आफै ए आफै ए आफै आफै मेरो प्रतिनिधित्व गरिरहनु भएको छ पक्का अब फाइनलमा चाहिँ एउटा टिम गर्ल एकजना टिम बोय पुग्नु भएको छ त्यही भएर एकदम रोमाञ्चक भएको छ मलाई कल्ले देला भन मलाई कल्ले देला भन कल्ले देला म जस्तोलाई वर्ल्ड कपमा आउँछ होइन वर्ल्ड कपमा आउँछ अब हामी दुईजना अर्जेन्टिना हो कि के हो अर्जेन्टिना यहाँ मार्ने भयो त मलाई म पनि ओहो गर्नु पर्यो नि त म पनि हामी त पुरै अब हामी यहाँ दुईजना अब अर्जेन्टिनाको फ्यानहरू छौँ
मेसी अब आउने खेलमा खामोस अर्जेन्टिना खामोस अर्जेन्टिनाले कप लिएर गएर मात्रै खामोस हुन्छ घरमा अर्जेन्टिनाले यसपालि सुनको जुत्ता सहित गोल्डन बुट मेसी ल थ्याङ्क यू सो मच यो चाहिँ अहिलेसम्म हाम्रो गेम रमाइलो सबै घर परिवार इष्टमित्र सबै आउनु भएको छ उहाँहरूसँग रमाइलो गर्दै आएको अब चाहिँ बोय कि गर्ल अब हुनेवाला भान्जा या भान्जी नाति या नातिनी छोरा या छोरी या भतिजा या भतिजी यसले यो बलले नै डिसाइड गर्छ अब यो चाहिँ यहाँ हेर्नुहोस् यहाँ क्लियर लुकले देखिएको छ बोय अर गर्ल भनेर यहाँभित्र जे भए पनि मेरो चाहिँ सन्तान आउँदै गरेको भएर म आई एम सो ह्याप्पी आई एम सो ब्लेस्ड मलाई छोरा भए पनि नो प्रब्लम छोरी भए पनि दे आर बोथ इक्वल छोरी आयो भने लक्ष्मी आउँछिन् छोरा आयो भने छोरा आउँछन् त्यही भएर नो प्रब्लम ओके धेरै धेरै धन्यवाद छ अब समीक्षाजी तपाईँको के छ भन्नु मलाई पनि एकदमै जे आयो भने एकदम खुसी छु फर्स्ट हेल्दी होस् बोय या गर्ल नट अ प्रब्लम 2 1 0 यहाँ कन्फ्युज भयो त्यही भएर होइन ढुकढुक भन्दा पनि आई एम सो ह्याप्पी बोय गर्ल नट अ प्रब्लम एक्साइटमेन्ट हो क्या एक्साइटमेन्ट त एकदमै धेरै कति हाई भइरहेको एकदमै धेरै हाई भइरहेछ है त यो चाहिँ के खोल्छु हाम्रो यो भित्र एउटा यस्तो चिज छ जसले चाहिँ अब आज आइदर बाबु या आइदर नानी हुने भनेर चाहिँ डिसाइड गरौँला फेरि पनि सबैलाई गेस गर्न चाहे टिम बोय कि टिम गर्ल फेरि अन द काउन्ट अफ 10 9 8 7 6 5 4 3 2 1 go यो प्रेमको होइन यो होइन सर यो प्रेमको सिलसिला के रातभरि हो कि एकचोटि फेरि on the count of 10 9 8 7 6 5 4 3 2 1 0 कार्यक्रम सकिएको छ छोरी हुनुभएको छ र धेरै धेरै बधाई दम्पतिलाई यति गरेर हाम्रो जेन्डर रिभिलको प्रोग्राम सकिएको छ यहाँ तपाईँको छोरी भएको छ धेरै धेरै राम्रो स्टेपै आएन कि यो गीतमा एक बस तू ही प्यार की काबिल सारा जहां है निकम्मा
रोबोट